सुटिङ चलिरहेको छ। हामीले त लाइभ हेर्नु पाइरहेको छ र तपाईँहरूले चाहिँ टिभीमा हेर्नु। আসছি এখানে আছে ভালো কিনতে পারলাম তুই তালা আমি আসছি আমি যাচ্ছি অঞ্জু বলছিলাম बोलना चाहोगे? हेलो, हम लोग यहाँ पर शूटिंग करने आए हैं। आज से इस गांव का 15 दिन के लिए नाम दे रहा हूँ, फूलझुरी गांव। फूलझुरी ये 14 माइल नहीं है, अभी तो फूलझुरी बना दिए है। ये है हमारी जो हीरोइन है, हीरोइन का घर, ये घर बना रहे हैं। और मैं इस फिल्म का राइटर हूँ। इस फिल्म का नाम है लॉटरी जिंदाबाद। Roll camera. Clap in. Clap out. Roll camera. Silence. And action. Ashun Didi. ওখানে শুধু মধু মাতালের দল, ঠিক আছে? এই তো সেদিন একটা মেয়ে আমাদের গ্রাম থেকে গায়েব হয়ে গেল। ও মা, যাই না মা। যা বলছি তা শুনবি, একদম না। আসল সুবলদার উপর দেখবি তো তোর বাবা আছে কিনা, বুঝলি? ওকে পাঠিয়ে দিবি। দিন রাত শুধু লটারি আর লটারি, লটারি আর লটারি। বাই। Okay. बाबा नै आइपुग्नु छ। He's the biggest actor ever. खोको The one who is sitting in chair. कसरी He doesn't look like, but हैन मतलब कैरेक्टर आर्टिस्ट बेसिकली। हजुर हीरो तो ह बोर्ड देखा ढुके लाग्यो रे तँलाई देखेर ढुक्कै भयो। बुढी देखेर ढुक्का भयो रे बाबालाई यहाँ। ठुलो बुढी भएको भनेको त त्यहाँनिर मात्रै सन्चो भयो। Okay. Ready? Chalo, clear the field. Field clear. Okay. रोल चाहिँ अन्जनाको छ। हैन हो अलि दिदीको गरे न त्यसको त बनाएको सुटिङ चलिरहेको छ। हामीले त लाइभ हेर्नु पाइरहेको छ र तपाईँहरूले चाहिँ टिभीमा हेर्नु। बेङ्गोली च्यानलमा আমি যাব না, আমি ইথা যাব। यता हाम्रो अर्को छ। আসছি এখানে আছে ভালো কিনতে পারলাম তুই তালা আমি আসছি আমি যাচ্ছি অঞ্জু বলছিলাম আমি আসছি এত তাহলে কিন্তু আমি মঞ্জুলি গাও अञ्जुली गाउँ दिव्या 12 बजेको खाजा छैन आमाहरूलाई भन्छ कुटाइ खाइसिए नि फेरि साह्रो छ नि अन्त हाम्रो आइसु एन्ड ब्युटिफुल आज त यस्तो टाइम भएको छ दिन अन्त त पानी परेछ रातभरि यो हाम्रो मञ्जुलिका आजको एन्ड सबै घन्टै गम्मै shooting is going on. আমি কি যাব ওর পেছন পেছন दिव्या ऐना पनि सफा गरिदिएछ अन्जनाको त फ्रीमै हो
यिनीहरूले मलाई चाहिँ नि 50% अफ उनीहरूको उयो दिनुपर्ने हो क्या बहिनी यो बहिनी त्यो बहिनी मन्दिर कहिले बनिन्छ र भजन आउनु भइसक्यो छैन नि हौ अहिलेदेखि होइन घरि बल्ल घरि ढुङ्गा घरि गिटी बस्दा बस्दा हत्ती भइसक्यो मन्दिर सकिनु छैन सबैजनालाई जानकारी अनि तपाईँ सबैले मन्दिर निर्माण यहाँ भइरहेको छ राबङ्ला एग्रिकल्चर फार्ममा तपाईँहरूले आफ्नो इच्छामा कटौती अर्थात् तपाईँहरूले यो मन्दिर निर्माणको लागि केही सहयोग गर्न चाहनुहुन्छ भने मन्दिरको दैलो खुल्ला छ खिड्की पनि खुल्ला छ बनाएको छैन अहिलेसम्म तपाईँहरूले केही आर्थिक सहयोग गर्नु चाहनुहुन्छ मेरो तर्फबाट पनि के मन्दिर बन्ने हुन चाहनुहुन्छ भने चाहिँ मन्दिरको दैलो खुल्ला छ है तपाईँहरूको लागि अनि पैसा भन्ने कुरो त कहिले नपुग्दो रहेछ मान्छेलाई र पनि एउटा केही गरिराखेका छौँ भने चाहिँ एउटा चिनो रहन्छ भन्ने नि मेरो विचार तपाईँहरूलाई भिडियोहरू हेरिहाल्नु केही गर्नुपर्छ हत्तै छौँ हामी सबै हत्तै छौँ हामी सबै हेरिहाल्नु रोको भरिभरि गाउँ जिन्दगी यस्तै हो खटी खानेको तारै बेग्लै हुन्छ अब कति राम्रो भइसक्यो हाम्रो यो काम एकदम राम्रो जग्गामा छ मन्दिर हेरिहाल्नु माथि एकदम राम्रो देखिन्छ यहाँबाट पैसा रुपियाँका ठुलो कुरो होइन र पनि राम्रो जग्गामा हामीले मन्दिर निर्माण गरेका छौँ तपाईँहरू सबैले केही सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूलाई स्वागत छ यहाँनिर सत्तरी किलोसम्म जान्छ यसमा यो डोकोमा 70 किलो 70 ज्वरो चाहिँ त्यस्तो आउँछ हिँड्नु मन लाग्यो सुत्नै मात्रै मन लाग्छ हात खुट्टा